किसमिस मेरो गर्लफ्रेन्ड मन हो। आमा आमा हजुरको घर कता रे? मेरो घर चाहिँ डोल्पा। कता रे? मेरो घर चाहिँ डोल्पा। त्यहाँबाट यहाँ न्यु रोडदेखि के छ सर? यो कुन ठाउँ हो? बसन्तपुर होइन? हनुमान ढोका। गाइस हामी चाहिँ आज हनुमान ढोकातिर यहाँ हाम्रो साथीहरू छन्। कहाँ हो? जाउँ न। टाइम 10 बजेबाट हो जस्तो। टाइम चाहिँ कति हो ठ्याक्कै याद भएन। 10 बजेबाट हो। अनि कहाँ छ त्यो केटाहरू? हाम्रो केटाहरू खै त? कहाँ गयो तिनीहरू? बसन्तपुर हनुमान ढोका। हाम्रो क्लासको केटीहरू होइन? राम्रो तरिकाले उडाउन खोजिरहेको थियो क्या त्यसको यस्तो गरेर के भन्दैन कसैले? समाज उडाउने त लिन मेरो यो घाउ देखिन्छ। बिन्दु हजुरको बोयफ्रेन्ड कहाँ हुनुहुन्छ? हुनुहुन्छ यतै कतै भन्दाले नि अलिकति टाढै हुनुहुन्छ। टाढै? हजुर। अनि सरोजी त्यसो त तयारी? हुनुहुन्छ बोयफ्रेन्ड। हो त्यही हो राइट आन्सर। तिम्रो नाम के हो? किस्मती साई। हजुर भला मन पराइदिनु। हजुर भला बनाउँदै गाई छैन। किस्मती साई चाहिँ सिङ्गल छ। कोही दुईटा घरमा छोरा होइन म त प्याक। दुईटा घरमा छोरा होइन म त प्याक। मान्छेलाई उ गर्दै किसमिस किसमिस मेरो गर्लफ्रेन्ड मन हो। आमा उडाइदियो छोडा छोडा भने छोडा। नजाऊ न। 14% चाहिँ म निस्किया हो। हाम्रो दिपेन्द्र सर एकदम ठिक छ। यहाँ गर्लफ्रेन्ड छैन अब बेग्लै त आउनु पऱ्यो नि। कोसँग आउने त्यस्तो छन् त अब गर्लफ्रेन्डहरू धेरै छन् क्या। कहाँ छ भनौँ न फेरि ब्याक गर न। बतलाउनु छ कि यसो क्या गर्दा भनेर बजाङ मलाई नि आउँछ मेरो मामा बजाङ दार्चुलाको त के अर्को मलाई अलि तिमी आफ्नो भाषा बोल त। मेरो भाषा के बोले हाम्रो जस्तै त हुन्छ हैन दाइ भाषा हुन्छ। अब त्यो राम्रो हुन्छ त्यो हुम्लाको भाषा। मेन दार्चुला उता खलङ्गाको चाहिँ फरक हुन्छ। दार्चुला र बोइतडी संस्कृतिको त होइन ल भाषा संस्कृतिको। डोल्पाको भाषा बोल्नु न हजुर। जुम्लाको सिङ्जा हो क्या के बोल्नु भयो? बैतडीको त भनेर बोल्छ हैन बाउलाई। बाउलाई चाहिँ त तैले यसो चिडियाखाना जाम के चिडियाखाना। कति टाढा लाग्छ चिडियाखाना। ताप लाग्छ चिडियाखाना जान। बिचारा जनावरहरू कति उछन् यार मनमा। त्यही भएर त साढे 9 को हो यिनीहरू? कति समय बाँकी छ अरे क्या। पत्रकार भन्ने भोजराजलाई कुन्द हामी कहाँ गऱ्यो भर्खर बसन्तपुर आएको क्या। बसन्तपुर यही त हो विशाल बजारको बिल्डिङ। ल यो भाइ